हेलो प्रकाश दाई, हजुरको लागि लेखेँ। म हजुरको ठुलो फ्यान त होइन, तर प्रशंसक भने हुँ। हजुरको क्रिएसनलाई सधैँ सम्मान गर्छु अनि दर्शकको मनसम्म पुग्न सक्ने उपाय भने सबैले तपाईँसँग सिकुन्। म विदेशमा बस्छु, उपाध्याय ब्राह्मण हो। तपाईँको भाषामा भन्दा बाहुन, अझ काठे बाहुन, लोभी बाहुन। तर थाहा छ, मेरो परिवार साथी छ, विश्वकर्मा साथी छ, सुनार छ, सार्की छ, मुसलमान छ। हामी एकदमै मिलेर बसेका छौँ। नेपालको हकमा जात जातीय कुरा अझै बाँकी होला, छ पनि। तर मैले तिहारमा विश्वकर्मा दिदीको हातबाट टिका लगाएको छु। साँच्चीका नै कुनै भावमा भएको होइन। हामी यहाँ थर हेर्दैनौँ, मन हेर्छौँ। सार्की साथीसँग एउटै थालमा खाएको छु। परिवार मेरो मिल्ने साथी छ। उसले र मैले एउटै आइसक्रिम बाँडेर खाएका छौँ। म उसको आमालाई आमा भनेर बोलाउँछु। आफ्नो आमा जस्तै लाग्छ। यहाँ कुनै जातको कुरा हुँदैन। हाम्रो रुममा 2 तल्ले खाट छ। माथिल्लो तलामा मेरो विश्वकर्मा साथी सुत्छ, म तल सुत्छु। मैले कहिले म माथि सुत्नुपर्छ भनेको छैन। म जस्ता धेरै साथीहरू छन् यहाँ, अनि म जस्ता धेरै तपाईँका प्रशंसकहरू पनि। तपाईँको जातीय भेदभाव सम्बन्धी गीतहरूको भिडियो, सिनेमा हामी सँगै हेर्न सक्दैनौँ। मलाई एकदमै नराम्रो फिल हुन्छ। फेरि मेरो साथीलाई पनि राम्रो फिल भने हुँदैन। मैले गरेको गल्ती होइन, तर म सधैँ उनीहरूलाई सरी भन्छु। कतिचोटि त म उनीहरूको काँधमा रोएको छु, फेरि उनीहरूले पनि सरी भन्छन्। हामी जस्ता लोभी बाहुनहरू पनि तपाईँका प्रशंसक हुन्छौँ। हामीलाई एकदमै चित्त दुख्छ तपाईँका हरेक विभेद सम्बन्धी रचनाले। सायद मैले भनेको कुरा बुझ्नुभयो होला। त्यसैले अबका रचनाहरू हामी साथीहरू सँगै बसेर हेर्न मिल्ने खालका होस्। यसको अर्थ अरू रचना छँदै छैन पनि भनेको होइन। सकारात्मक ढङ्गबाट जातीय विभेद हट्नुपर्छ। माथि उल्लेख गरिएको 52 शब्दका लागि मात्र भाव बुझ्ने प्रयास गर्नुहोला। धन्यवाद।